नमस्कार तपाईहरू सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार तथा न्यानो अभिवादन पनि। विशेष गरी यस भिडियोमा मैले एलएलबी प्रवेश परीक्षामा विधिशास्त्रबाट सोध्न सक्ने 50 वटा एकदमै महत्त्वपूर्ण प्रश्न उत्तर लिएर आएको छु र यो भिडियोको 50 वटा प्रश्न उत्तर तपाईले कम्तीमा पनि याद गर्नुभयो भने एलएलबी प्रवेश परीक्षामा तपाईलाई फाइदा हुनेछ। अब हामीले भिडियो सुरु गरौँ। सबैभन्दा पहिला प्रश्नहरुतिर जाउँ। पहिलो प्रश्न रहेको छ, विधिशास्त्र जुरिस्प्रुडेन्स बराबर जुरिस प्लस प्रुडेन्सिया कुन भाषाबाट बनेको पाइन्छ? यसमा तपाईलाई अप्सन आउन सक्छ रोमन, ल्याटिन, स्पेनिश भनेर तपाईलाई अप्सन आउन सक्छ। चारवटा आउँछ अप्सन। यसको सही उत्तर हो ल्याटिन। अब अर्को प्रश्न रहेको छ, विधिशास्त्र भनेको कानुनको ज्ञानको दार्शनिक पक्ष हो भनेर तपाईलाई सोध्न सक्यो। यसमा तपाईलाई अप्सनहरु आउँछ सिसेरो, केल्सन, सालमन्ट, अल्पाइन अप्सनहरु रहेको छ भने यो भनेको चाहिँ सिसेरोले हो। त्यसैगरी अर्को प्रश्न भनेर तपाईलाई सोध्न सक्यो, विधिशास्त्र नागरिक कानुनको पहिलो सिद्धान्तको विज्ञान हो भन्ने भनाइ कसको हो? अप्सनमा केल्सन, रस्को पाउन्ड, अल्पाइन र सालमान्ड भनेर आउन सक्यो र यसको सही उत्तर भनेको सालमान्ड हो। त्यसैगरी अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको कानुन शब्दको उत्पत्ति निम्न भाषाबाट भएको हो भन्दाखेरि ल्याटिनबाट नै भएको कानुन शब्दको उत्पत्ति। यो तपाईले यसरी सम्झनु पर्यो। अब अर्को प्रश्न सोध्न सक्ने भनेको कानुनको शुद्ध सिद्धान्तको पढेता तलका मध्येको हुन् भनेर सोध्न सक्यो। यसको सही उत्तर हो केल्सन, हल्यान्ड, रुसो र रस्को पाउन्ड होइनन्। त्यसैगरी अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको कानुनको सार्वभौमको आदेश हो अर्थात् कानुन सम्प्रभुको आदेश हो, यो भनाइ कसको हो भनेर तपाईलाई सोध्न सक्छ। यो चाहिँ जोन अस्टिनको भनाइ हो। ल इज द कमान्ड अफ सर्भिजियन भनेर तपाईलाई सोध्न सक्ने एकदमै महत्त्वपूर्ण प्रश्न हो यो भनेको। यो जोन अस्टिनले भनेका हुन्। त्यसैगरी अर्को सोध्न सक्ने प्रश्न भनेको नैतिकता र धर्मलाई जोड दिएर कानुनको परिभाषा कुन सम्प्रदायले गरेको छ भन्ने कुरा हो। समाजशास्त्रीय सम्प्रदाय, ऐतिहासिक सम्प्रदाय, प्राकृतिक सम्प्रदाय मध्ये प्राकृतिक सम्प्रदायले नैतिकता र धर्मलाई जोडिदिएर कानुनको परिभाषा गरेको हामीले देख्न सक्छौँ। यसको सही उत्तर प्राकृतिक सम्प्रदाय हो। त्यसैगरी अर्को प्रश्न भनेको सोध्न सक्ने प्राकृतिक कानुनलाई जगतको कानुन भनेर कसले भनेका हुन् भन्दाखेरि अरिस्टोटलले भनेका हुन्। त्यसैगरी अर्को सोध्न सक्ने तपाईलाई प्रश्न भनेको कानुनको यथार्थवादी सम्प्रदाय कसको भूमिकामा जोड दिन्छ र यसको सही उत्तर भनेको न्यायाधीशहरू र वकिलहरूको भूमिकामा जोड दिन्छ। त्यसैगरी अर्को भनेको 10मा तपाईलाई सोध्न सक्ने प्रश्न भनेको कानुनको सर्वव्यापी स्वरूप हुँदैन, भाषा जस्तै यो समाज र युग अनुसार फरक फरक हुन्छ, यो अवधारणा विधिशास्त्रको कुन सम्प्रदायसँग सम्बन्धित छ भनेर सोध्न सक्यो। यसका अप्सनहरू रहेका छन् प्राकृतिक, समाजशास्त्रीय, ऐतिहासिक, यथार्थवादी र यसको उत्तर हो समाजशास्त्रीय। त्यसैगरी अर्को तपाईलाई सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न भनेको कानुन मनुष्यद्वारा निर्मित हो, ईश्वरद्वारा सिर्जित होइन, त्यसैले कानुन बनाइन्छ प्राप्त हुँदैन भन्ने मान्यता विधिशास्त्रको कुन सम्प्रदायसँग सम्बन्धित छ? प्राकृतिक, समाजशास्त्रीय, ऐतिहासिक, विश्लेषणवादी। यो अप्सनबाट विश्लेषणवादी भनेको यसको सही उत्तर रहेको छ। त्यसैगरी अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको कानुन गतिशील हुन्छ, स्थिर होइन, कसको भनाइ हो? यसको एकदमै महत्त्वपूर्ण अप्सन भनेको चाहिँ मेनको भनाइ हो। यसको सही उत्तर भनेको। त्यसैगरी अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको कानुनको कुन सम्प्रदायलाई समाजशास्त्रीय विधिशास्त्रको शाखा भनिन्छ भनेर सोध्न सक्यो र यसको सही उत्तर रहेको छ यथार्थवादी सम्प्रदाय। त्यसैगरी अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको कसले सर्वप्रथम यथार्थवादको आरम्भ गरेको हो अथवा यथार्थवादको सुरुवात गरेको हो भन्दाखेरि जस्टिन होम्सले नै यथार्थवादको सुरुवात गरेको हो। तपाईलाई अप्सन चाहिँ अरू सोध्न सक्यो। अब भोगको प्राप्ति कसरी हुन्छ? कसैको हक छोडेर कानुनी प्रक्रियाबाट आफ्नो अधीनमा ल्याएर र माथिका सबै। यसको सही उत्तर हो माथिका सबै। अब तपाईलाई अर्को सोध्न सक्ने प्रश्न भनेको सम्प्रभुलाई कानुनको सिद्धान्तको मेरुदण्ड कसले मानेका छन्? अप्सन रहेको छ बेन्थम, अस्टिन, केल्सन र हार्ट। यसको सही उत्तर भनेको चाहिँ अस्टिन हो। अब अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको न्यायाधीशहरू सृजनात्मक प्रवर्तक हुन् भन्ने भनाइ कसको हो? बेन्थम, अस्टिन, केल्सन, हार्ट। यसको सही उत्तर रहेको छ अस्टिन। अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको न्यायाधीशहरूद्वारा निर्मित कानुन संसदले पारित गरेको ऐन भन्दा पनि उत्तम हुन्छ, यो विचार कसको भनेर तपाईलाई सोध्न सक्छ। बेन्थम, अस्टिन, केल्सन, हार्ट मध्ये अस्टिनको यो विचार हो। त्यसैगरी अब तपाईलाई सोध्न सक्ने अर्को प्रश्न भनेको कानुन के हो भन्ने बुझ्नका लागि एउटा बदमासको आँखाबाट हेरिनुपर्छ, यो कुरा कुन विधिशास्त्रले सम्प्रदायसँग सम्बन्धित छ भनेर सोध्न सक्छ। यथार्थवादी विधिशास्त्रको सम्प्रदायसँग सम्बन्धित छ र अप्सनमा तपाईलाई समाजवादी,
ऐतिहासिकवादी, विश्लेषणवादी भनेर सोध्न सक्यो। अब अर्को तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको कानुनभित्रको नैतिकता कसले प्रतिपादन गरेको हो? फिनिस, फुलर, त्यसै गरी स्ट्यामगलर र जोन रल्स। यसको सही उत्तर रहेको छ फुलर हुन्। अब तपाईँलाई अर्को सोध्न सक्ने प्रश्न भनेको विधिशास्त्रलाई वकिलको विश्लेषण भनेर कसले वर्णन गर्नुभयो? सिसेरो, जुलियस स्टोन, त्यसै गरी ब्ल्याक स्टोन र प्याटन। यसको सही उत्तर रहेको छ जुलियस स्टोन। त्यसै गरी अर्को तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको कानुन केबाट निशर्त शक्ति हो भन्दाखेरि माथिका सबै राजनीतिक शक्ति, सामाजिक शक्ति र राज्य शक्ति यो कानुनको निशर्ती शक्ति मध्ये पर्छ। कानुन भनेको प्राथमिक आदर्श हो जसले सजायलाई इङ्गित गर्छ। यो भनाइ कसको भनेर तपाईँलाई सोध्यो भने केल्सनको हो भनेर तपाईँले भन्नु पर्यो। अब अर्को रहेको छ विश्लेषणात्मक सम्प्रदाय के कुरासँग सम्बन्धित छ भनेर तपाईँलाई सोध्न सक्छ। कानुनको विकास कसरी भयो, कानुन के हो, कस्तो कानुन हुनुपर्छ, कसले कानुन बनाउँछ भन्ने अप्सन रहेको छ भने यसको सही उत्तर भनेको कानुन के हो। त्यसै गरी तपाईँलाई अर्को सोध्न सक्ने प्रश्न भनेको कानुन भनेको उपयोगितावादी सुधारको साधन हो भनेर कसले भन्छ त भन्दाखेरि जेरेमी बेन्थमले भन्छ। अप्सनमा केल्सन, जोन अस्टिन, जोसेफ राज भनेर आउन सक्यो र तपाईँले छनौट गर्नुपर्ने जेरेमी बेन्थम हो। त्यसै गरी अर्को सोध्न सक्ने प्रश्न भनेको प्लेटोले समाजमा मानिसहरूलाई कति भागमा विभाजन गरेको पाइन्छ भनेर सोध्छ। यसमा बुद्धिमानी र धनी वर्ग, सैनिक वर्ग, उत्पादनशील वर्ग भनेर माथिका सबै नै यसको सही उत्तर रहेको छ। अब अर्को छ 26मा तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको तलका मध्ये कसले नैतिक गुणलाई कानुनको मुख्य आधार मान्छन्? सोक्रेटस, अस्टिन, सिसेरो र अरस्तु। यसको सही उत्तर रहेको छ अप्सन ए सोक्रेटस। त्यसै गरी अर्को 27मा तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको प्रकृति भनेको कानुनको हजुरआमा हो, सकारात्मक कानुन भनेको बच्चा हो भन्ने भनाइ कसको हो? ह्युगो ब्रोसेसको यो भनाइ हो। तपाईँलाई अप्सनमा विभिन्न सोध्न सक्छ। अब इमान्दारितापूर्वक दायित्वको पालना गर्नुपर्छ भने भनाइ केसँग सम्बन्धित छ? अन्तर्राष्ट्रिय कानुन, कार्यविधि कानुन, सार्वजनिक कानुन, देवानी कानुन। यसको सही उत्तर छ अन्तर्राष्ट्रिय कानुन। कानुनको जीवन भनेको अनुभव हो भन्ने भनाइ कसको? होम्सको भनाइ हो। अस्टिन, ग्रे र रस्को पाउन्ड अप्सनमा हुन सक्यो। अमेरिकन समाजशास्त्रीय विधिशास्त्रका जन्मदाता कसलाई भनिन्छ भनेर सोध्यो भने रस्को पाउन्ड हुन्। रुसो, जोरोफी, फ्राङ्क र अस्टिन भनेर तपाईँलाई अप्सन आउन सक्यो। अब अर्को क्वेसन रहेको छ विश्लेषणात्मक विधिशास्त्रका पिता भनेर कसलाई भनिन्छ? जेरेमी बेन्थम, सालमन्ट, जोन अस्टिन र माथिका सबै। यसको सही उत्तर रहेको छ जोन अस्टिन। त्यसै गरी अर्को तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको अरस्तुका विचारमा प्राकृतिक कानुन केलाई भनिन्छ? सामाजिक नियम, ईश्वरीय नियम, मानवीय नियम, कृत्रिम नियम। यसको सही उत्तर रहेको छ ईश्वरीय नियम। अब अर्को तपाईँलाई सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न भनेको विधिशास्त्रको सम्प्रदाय तलका मध्ये कुन होइन? उत्तर आधुनिकवादी सम्प्रदाय, यथार्थवादी सम्प्रदाय, समाजवादी सम्प्रदाय, प्राकृतिक कानुन सम्बन्धी सम्प्रदाय। यी तीनवटै हुन् भने उत्तर आधुनिकवादी सम्प्रदाय भनेको पर्दैन। त्यसैको अर्को क्वेसन रहेको छ तपाईँलाई सोध्न सक्ने प्राकृतिक कानुन सम्प्रदायको संस्थापक रूपमा कसलाई लिइन्छ? प्लेटो, हिरालिक्टस, सिसेरो, एरिस्टोटल। यसको सही उत्तर भनेको हिरालिक्टस रहेको छ। त्यसै गरी तपाईँलाई सोध्न सक्ने अर्को प्रश्न भनेको राष्ट्रिय विधिको अवधारणा कुन विधिशास्त्रले दिएका हुन् भनेर तपाईँलाई सोध्न सक्ने प्रश्न रह्यो भने यसको सही उत्तर भनेको हब्सले दिएका हुन्। त्यसै गरी तपाईँलाई अर्को सोध्न सक्ने प्रश्न भनेको विधिशास्त्र नियमको एक व्यवस्था हो यो भनाइ कसको? सालमन्ट, अस्टिन र हार्ट, केल्सन। यसको चाहिँ सही उत्तर भनेको हार्टको हो। विधिशास्त्र नियमको एक व्यवस्था हो यो भनाइ कसको? यो पनि हार्टको नै हो। त्यसै गरी अर्को तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको विधिशास्त्र अधिवक्ताको वैमूर्खता हो यो भनाइ कसको? हार्ट, हब्स, जुलियस स्टोन र सालमन्ट। यसको सही उत्तर रहेको छ जुलियस स्टोन। अब अर्को तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको विधिशास्त्र विधिको नेत्र वा आँखा हो यो भनाइ कसले भनेका हुन्? जुलियस स्टोन, लास्की, हब्स, बेन्थम। यसको सही उत्तर रहेको छ लास्की। अब अर्को तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको प्रमाणवादको आधुनिक अर्थ कसले दिएको पाइन्छ? बेन्थम, सालमन्ट, ग्रे र अस्टिन। यसको सही उत्तर रहेको छ बेन्थम। त्यसै गरी अर्को महत्त्वपूर्ण प्रश्न भनेको तपाईँलाई सोध्न सक्ने अल्पाइन तलको मध्ये कहाँका विधिशास्त्री हुन्? रोम, फ्रान्स, जर्मनी, इटली। यसको सही उत्तर रहेको छ रोम। त्यसै गरी अर्को तपाईँलाई सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न रहेको छ तलका मध्ये ग्रीक कालका विधिशास्त्री होइनन्? प्लेटो, सुक्रात, सिसेरो, अरस्तु। यसमध्ये सिसेरो होइनन्। प्लेटो, सुक्रात र अरस्तु ग्रीक कालका विधिशास्त्री हुन्। त्यसै गरी अर्को तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको सालमान्टले विधिशास्त्रको परिभाषा कति किसिमको गर्न सकिने कुरा उल्लेख गरेका छन्? 2 किसिमको गर्न सकिने कुरा उल्लेख गरेका छन्।
त्यसैगरी अर्को तपाईलाई सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न भनेको समाजशास्त्रीय विचारधारा खास गरी कतिौं शताब्दीको महत्त्वपूर्ण चिन्तन र त्यसको उपलब्धि हो भनेर मान्न सकिन्छ भन्दा 19औं शताब्दीको मान्न सकिन्छ। त्यसैगरी अर्को तपाईलाई सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न भनेको न्यायाधीशले गरेको निर्णय नै कानुन हो भनेर कसले भनेका छन्? होम्सले भनेका छन्। त्यसैगरी तपाईलाई अर्को सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न भनेको कानुन र नैतिकता एकार्काका परिपूरक हुन् भनेर कसले भनेका हुन्? फुलरले भनेका हुन्। त्यसैगरी तपाईलाई अर्को सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न भनेको कसले स्वामित्वलाई अधिकारहरूको बण्डल भनेका छन्? साल्मनले भनेका छन्। त्यसैगरी तपाईलाई अर्को महत्त्वपूर्ण सोध्न सक्ने प्रश्न भनेको द कन्सेप्ट अफ ल भन्ने कृति कसको हो? हार्टको रहेको छ। यो भनेको अस्टिन, बेन्थम र कान्ट मध्ये हार्टको रहेको छ। त्यसैगरी तपाईलाई अर्को सोध्न सक्ने प्रश्न भनेको द प्योर थ्योरी अफ ल सर्वप्रथम कुन भाषामा प्रकाशित भएको थियो भन्दाखेरि जर्मनी भाषामा प्रकाशित भएको थियो। अर्को तपाईलाई सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न भनेको मुलुकी देवानी संहिता 2074 को दफा कतिमा भोगाधिकार सम्बन्धी व्यवस्था गरेको छ भनेर तपाईलाई सोध्न सक्छ। यसको सही उत्तर रहेको छ दफा 268। तपाईलाई अहिले विधिशास्त्रबाट 50 नम्बरको 50 वटा प्रश्न सोध्ने गर्छ र तपाईले विधिशास्त्र राम्रोसँग अध्ययन गर्नुभयो भने एलएलबीमा नाम निस्कने सम्भावना बलियो रहेको हुन्छ। आगामी दिनमा पनि एलएलबी लगायत यस्तै महत्त्वपूर्ण विषयमा जानकारीमूलक भिडियो लिएर आउनेछु। भिडियो हेर्दै राख्नुहोला। तपाईहरु सम्पूर्णको जय होस्। नमस्कार।